दुईजना ठ्याक्क सौतालाई लिएर राख्नु भएको छ, त्यही पनि दुई बहिनी होइन? हजुर हो, आफ्नै दिदी बहिनी। आफ्नै दिदी बहिनी। यो कसरी संयोग जुरो यो दुई बहिनी नै उडाउनु भएछ त? मान्छेले एउटालाई पुग्दैन, तपाईँ दुईजना? होइन, हाम्रो यो कथा अलि अर्कै किसिमको छ। मैले उडाएको होइन, जेठी बिहान जाँदा कान्छी आएको होइन। जेठी ल्याउँदाखेरि कान्छी उपहार भने जस्तै के भनौँ, यस्तो हो कि खासमा चाहिँ यस्तो हो कि उहाँहरू दुईजनाको चाहिँ अलरेडी लभ परेको थियो। अनि उहाँको बाबाले चाहिँ मलाई माग्न आउनुभयो, अनि मलाई बिहे गर्दाखेरि चाहिँ ऊ चाहिँ अनि अब सिन्दुर खोसेर ल्याइदिए। जसले पनि दोष दिने महिला हो कि, मेरो खास केही दोष छैन कि। सबैले भए जतिकाले बाउ आमा यी बुढाबुढी, बुढोले समेत मलाई दोष दिन्छ। के भन्ने यहाँ, कसलाई सुनाउने आफ्नो पीडा? खासमा के भने उसको मेरो लभ परेको थियो, ट्याङ टुङ ऊ दिदी पछि आइगयो जबरजस्ती। हाम्रो माया प्रेम थियो कि होइन। म भन्छु खासमा के भएको भन्दाखेरि उसको बुवाको नाम लिएर फलानाको छोरी बिहा नि भनेर मेरो घरमा कुरा चल्यो। त्यसपछि अब उसँग बिहा गर्ने रहेछ भनेर म मक्क गरेर गएको। लास्टमा बेहुली यता भेट्टाइयो। भनेपछि तपाईँ खुसी हुनुहुन्न त? एकछिन भन्न त देऊ न। कस्तो खुसी छुटाएको के हेर्नु। अनि उसलाई मण्डपमा ल्याएपछि बिहा गर्न भनेर गएपछि गर्न पऱ्यो। त्यसपछि उनी पनि सँगसँगै आइन्। यस्तो मिलाएर राखेको छु नि मैले। मिलाएर राखेको छौ दिदीलाई बढी माया गरेछु भन न, के मिलाएर राखेको छौ? होइन खुसी छैन, खालि दिदीतिर मात्रै लपक्क। होइन, मैले दुवैतिर बराबर माया गर्छु। हेर्नुहोस् दर्शकबिनहरू, हजुरहरूले यिनीहरू दुईवटा कुरा नपत्याउनु होला। त्यो त दर्शकहरूलाई थाहा छँदै छ नि, कसलाई माया गरेछ, कसलाई कति भन्ने कुरा त। उहाँ दुईजना मध्ये चाहिँ सोझी को हुनुहुन्छ? अलि सोझी त यिनी हुन्। यिनी पनि खासै त्यस्तै छैनन्, अलिक सिधा बोल्छिन्। अलि धेरै नै बोल्नुहुन्छ जस्तो लाग्यो नि, सिरियलमा हेर्दा पनि उहाँ नै अलि बढी बोले जस्तो लाग्यो। होइन, मुख त अब कोही बेला मिल्ने भए सिलाउने हुन्छ, नमिलेर मात्रै हो। किन यति धेरै बोल्नुहुन्छ तपाईँले? एकदमै टोकसे गर्नु रहेछ उहाँलाई चाहिँ, बुढालाई चाहिँ होइन? जति बेला पनि कोही केटी देख्यो कि झम्टिहाल्ने, तैँले नै ल्याइस् फेरि अर्की ल्याइस् भन्ने कुरा आयो। फेरि यो नयाँ भागमा पनि त्यस्तै देखिया छ। तपाईँले एउटा कुरा के मान्नुहोस् भने, जसको उनीहरू सोझो परेर एकदम सिधा केही गर्दैन जस्तो देखिन्छ नि, त्यही हुन्छ काठमा भित्र त्यो भन्छ नि। यो मेरो पोइ, यो पोइले 3टी बनाइसक्यो। अब कतिवटा बनाउने सोच्नु त? हेर्नु सौता मैले 100 भाग हेर्नु 3टी बनाइसक्यो। ल मसँग हेर्ने, बिहा गर्न दिदीसँग राजी हुने, फेरि अहिले 2टी बहिनीलाई बिहा ल्यायो, फेरि अब तेस्री ल्याउने। के चित्त नबुझेको है तिमीलाई? भन्दौ यहाँ के हो? किन यसो गर्नुहुन्छ तपाईँलाई? मान्छेले एउटा छैन, तपाईँलाई फाला के यस्तो? होइन, मलाई त्यस्तो त लाग्दैन। यिनीहरूले मलाई आरोप ला मात्रै जस्तो लाग्छ। होइन, के हो भन्न चाहिँ 100 भाग हेर्न थाहा भइहाल्छ। जस्तै अब अहिले हामी 100 भागको सेलिब्रेसनमा छौँ होइन? अब यो सिरियलतिर यो 100 भागको थोरै तपाईँको जर्नीतिर जाउँ होइन? सुरुमा चाहिँ तपाईँ मेन चाहिँ उहाँ चाहिँ शान्तिजी चाहिँ पहिला पारुमा हुनुहुन्थ्यो। पारु छोडेपछि सौता मेरी बहिनी गर्नुभयो। यो कसरी स्टार्टिङ गर्नुभयो? उता अर्को सिरियललाई बिट मारेर फेरि ठ्याक्कै यतातिर लाग्नुभयो?